नमस्कार सबैजनालाई स्वागत छ। आजको भिडियोमा रहेर भेन्टिलेटरको बारेमा सामान्य जानकारी दिने प्रयास गर्नेछौँ। फलानुलाई त भेन्टिलेटरमा राखिएछ नि। कसैले यस्तो खबर सुनाउँदा हाम्रो मन चिसो हुन्छ। ओहो, भेन्टिलेटरमै राख्नुपर्ने भएछ। हामी आफैलाई प्रति प्रश्न गर्छौँ। वास्तवमा भन्नुपर्दा के हो भेन्टिलेटर? कुन अवस्थामा बिरामीलाई भेन्टिलेटरमा राखिन्छ? भेन्टिलेटरमा राखिएको बिरामी फेरि सामान्य अवस्थामा फर्किन्छ त? ऊ सन्चो होला कि नहोला? कति दिनमा ठिक हुन्छ होला? यस्तै जिज्ञासाले हामीलाई बेचैन बनाइरहन्छ। तर अब चिन्ता नलिनुहोस्। यस्तै यस्तै मनमा लाग्ने जिज्ञासा मेटाउन भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। भेन्टिलेटर भनेको कृत्रिम श्वास प्रश्वास गराउने एउटा मेसिन हो। यसले बिरामीलाई श्वास प्रश्वास गराएर अक्सिजन फोक्सोमा पुर्याउँछ र कार्बन डाइअक्साइड फोक्सोबाट बाहिर निकाल्छ। यसरी एउटा स्वस्थ प्रणालीले गर्ने काम मेसिनले गर्छ। फोक्सोको काम अक्सिजन लिने र कार्बन डाइअक्साइड फाल्ने हो। तर श्वासनलीहरू साँघुरिएर निमोनिया भयो, मान्छे बेहोस भयो, श्वासनलीमा खाना अड्कियो, पक्षघात वा हृदयघात भएर श्वास प्रश्वास राम्ररी हुन सकेन भने कृत्रिम रूपमा श्वास प्रश्वास प्रक्रिया सुचारू गर्न बिरामीलाई भेन्टिलेटरमा राखिन्छ। भेन्टिलेटरमा विभिन्न मोड हुन्छन्। असिस्ट कन्ट्रोल भेन्टिलेसन, प्रेसर सपोर्ट भेन्टिलेसन र सङ्क्रोनाइज्ड इन्टरमिटेन्ट मेन्डेटरी भेन्टिलेसन, जसले कृत्रिम रूपमा फोक्सोलाई चलाइदिन्छ र शरीरमा चाहिने अक्सिजनको मात्रा पुर्याउँछ र शरीरमा भएको कार्बन डाइअक्साइडलाई बाहिर फालिदिन्छ। बिरामीलाई भेन्टिलेटरमा राखेपछि के हुन्छ? फोक्सोमा सङ्क्रमण भयो वा दम भयो भने फोक्सोले राम्ररी काम गर्न सकिरहेको हुँदैन। यसबेला बिरामीलाई भेन्टिलेटरमा राख्दा कृत्रिम रूपमा श्वास प्रश्वास सम्बन्धी विभिन्न समस्या ठिक हुँदै जान्छ। फोक्सोलाई केही समय आराम मिलेपछि यसले बिस्तारै आफ्नो काम गर्छ र भेन्टिलेटरको सपोर्ट बिस्तारै घटाउँदै बन्द गरिन्छ। फोक्सोले आफै काम गर्न थालेपछि भेन्टिलेटरबाट निकालिन्छ। भेन्टिलेटरमा ठ्याक्कै कति दिन राख्ने भनेर भन्न सकिँदैन। जबसम्म फोक्सोले आफ्नो काम राम्ररी गर्न सक्दैन तबसम्म भेन्टिलेटरमा राख्नुपर्छ। सामान्य अवस्थामा फर्किन कति समय लाग्छ? युवा उमेरका व्यक्ति कुनै दुर्घटनामा परेका छन् र बेहोस अवस्थामा छन् भने भेन्टिलेटरमा राख्दा छिट्टै सामान्य अवस्थामा फर्किन्छन्। तर घरमै लामो समयदेखि अक्सिजन दिएर राखिएका श्वास प्रश्वास सम्बन्धी रोग भएका वृद्धको शरीर कमजोर भइसकेको हुन्छ। यस्ता व्यक्तिलाई भेन्टिलेटरमा लामो समय राख्नुपर्ने हुन सक्छ। धन्यवाद।